एभ्रिवान वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी काटीको बोडी अनि सिकुटी अनि त्यहाँदेखि काँक्राको अचार अनि यहाँ देख्न सक्नुहुन्छ अकबरे अनि यहाँनिर देख्न सक्नुहुनेछ कागती मुकबाङ गर्न लागिरहेको छौँ हामी तिनजना दिदीबहिनी। ल दाल चाहिँ ल दाल छ यहाँ अनि पिरो भएमा यहाँ पानी पनि छ। जाडो छ जाडो 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 छ जाडोमा एकदम तातो तातो सिकुटी र काटीको बोडी एकदमै मिठो मिठो बाटो सिरिसक्यो। अकबर चाहिँ खाइसक्यो नि मैले त थाहा छैन स्टोरी भएर नसक्नु पाइएन नसक्नु पाइने थाक्यो भने कलिलो कागती लेख्यो काँक्राको अचार नदेखाइदिउँ अचारमै पिरो म त यहाँ तलबाट झुकेर जान्छु तलबाट झुकेर जाऊँ धनियाँ भयो खाएको मैले त धनियाँ जानु भयो मान्छेलाई तर मेरो कपालमा खोज्नु अरे ल म देखिन्छु भनेर गीत भने के पर्छ यो सिकुटी चाहिँ एकदम मिठो छ मिठो अनि अन्तिमै अन्तिमको सिकुटी दसैँ झ्याएको यो हालेर भन्नु न हाल्नु न पुरै सिकुटी हालेको अमुले त पोलेर मात्रै एउटै गाउँथ्यो खै अकबर चाहिँ खाएको यो पकाल अकबर हामी चाहिँ गङ्गाको छोरी बुझ्नु भयो अकबरको अब कसरी लाउन लागि भिडियो बोलेको लागि ठुलो बुझाउ ल लुकरमा नसामा लाग्ने मिठो छ गाइस भइसक्यो सिकुटी के हो त्यो मामु सिकुटी सिकुटी माथि म यहाँ जाम सिकुटी चाहिँ आमाले पकाइदिनु भएको एकदम मिठो छ आमाले चाहिँ पकाइदिनु भएको कुखुराको मासु झन् किन्छ भाइ यो कुखुराको सुप एकदम ल जानुहुन्छ अब पर्छ मैले नि के भयो सुरु हो क्या त्यही भएर खासै थाहा छैन है साथीहरू माइन नगरिदिनु होला लाइक चाहिँ भिडियो स्किप नगरिकन हेरिदिनु होला भन्न चाहन्छु कसले धेरै खान्छ होइन पानी पर्नु आँटेको छ नि त त्यही भएर सफा जान्छ मिठो हुन्छ काटीको बोडी नि सिकुटी त एकदम छ साथीहरू त्यहाँ तुमको त्यो तुम कालीपा भन्ने ठाउँमा हामी भिडियो बनाउँछौँ भने त्यो खानु साइडको हल्लालाई इग्नोर गरिदिनु होला साथीहरू त्यही भन्न चाहन्छु तातो तातो बाफ खान्छ साथीहरू हेर्नु बाफ आएको साथीहरू बाहिर साइडबाट चाहिँ साह्रै हल्लाइरहेको छ होला इग्नोर नगरिदिनु होला प्लिज सरी दाजु दिदी दिदी चाहिँ जमुना दिदी चाहिँ भातलाई थपिँदै हुनुहुन्छ अब दाल पनि ल्याउनुहुन्छ दिदी चाहिँ उहाँले आज सबै पकाउनु भएको तरकारी चाहिँ तुम्हाले पकाउनु भयो साथीहरू हामी चाहिँ खाने मात्रै हाम्रो अनुहार कस्तो आयो त्यसलाई चाहिँ इग्नोर गरिदिनु ल आइफोन होइन त आइफोन ओइ काँक्राको अचार आउँछ मिठो छ कस्तो मिठो छ हौ साथी काँक्रा पनि सकिँदै गएको हो नि साथीहरू अन्तिमको मिठो छ मिठो ओइ पर्खाउनै थियो अर्कोलाई पनि पर्खिनु पर्छ जमुना दिदीलाई हामीलाई पर्खिनु जाउँ गाइस अब के गर्ने यस्तै हो मुख बन्दैन सुरु चोटि भएर होला हाम्रो फर्स्ट टाइम हो यो होइन हाम्रो अचार मिठो छ साथीहरू भयो मिठो छ अलि तर भाषा दिदी खान्छु क्या तिमीहरू
भात चाहिँ हामीलाई साह्रै मनपर्छ है साथीहरू यस्तो जाडो मौसममा भात दिनमा खारखारी गर्ने खाना भएन साथीहरू त्यो पनि काम गर्छौँ नि त हामी मैले हाम्रो घाँसको भारीको रात पनि आउँछ एकदम अनि हाम्रो गुन्द्री बुन्द्री गरेको पनि आउँछ साथीहरू अब यो खाइसकेर थपक्क काम नलाग्नु पर्ने त त्यो के भन्दा बुन्द्री बुन्द्री गुन्द्री पनि हामी जान्छौँ नि त गुन्द्री पनि हामी गुन्द्री बुन्द्री आउँछ कमेन्टमा भनिदिनु हामी चाहिँ जे काममा पनि रेडी पछि हस्छु नि त के हस्छु हर्दिनु मलाई के रे आमा यो काममा कसरी हस्छ काट्छ कस्तो हाम्रो तर अस्पत भइहाल्यो हर्दियो साथी अरू सुपी हट्यो हुँदैन हर्दियो डर छ हाम्रो मैले पोलेन टाइममा के जम्मा दिदी कम खानु छ र त्यही भएर अगाडि अन्त ल उठो जानु गर्दैन अति हुन्छ तपाईँ खाऊ है के खाएको तिमीले दिदीले भन्छ खान सक्नु हुँदैन मलाई थाहा छ अच्छा तिमी ठिकै जानु साथीहरू कस्तो मिठो छ है हेर्नु न सकाउन गाह्रो गाह्रो हुँदो बाबु सबै भात थापेर भात धेर खाएन भनिदिनु होला नि त्यो भनौँ त्यो हुँदैन हामी काम गरेर पछि हाल्छौँ होइन साथीहरू के कमेन्ट गर्नु होला कसले धेरै खायो कमेन्ट गर्नु होला कमेन्टमा त लिस्टको अझ धेरै नखाँदै डाइटिङ गर्ने म अहिले म त एक बना केजी थिएँ अस्ति आउँदा अन्त सबै झ्याएको जाने 55-56 पुगिसक्यो खाइ यस्तो छ नि त एकदम सिकुटीवाला मिठो अचारवाला अचार के भनेर नानीको अर्को इल्ची छ नि इल्ची मिठो मिठो म त खाँदै कुरा साथीहरू म चाहिँ अलिक कम खान्छु इल्ची चाहिँ किनकि मेरो घुँडा दुख्ने बिहान छ हस्पिटल जान मैले घरमा खाइसकेँ नि साथीहरू छिटो छ नि म त आधी चाहिँ खाएँ आधी मात्र बिर्यानी नखाने मैले खाने बिर्यानी छिटो खाऊ घरमा चाहिँ मिठो हाम्रो पनि यो माथि छ नि त त्यही भएर हामीले यो भएपछि धेरै रमाइलो भएको छ कि यो पहिला गएपछि जाने के गर्नुपर्ने हो तपाईँले देख्छ यसको बेम छिटो खानुपर्छ कमेन्ट गर्नु होला छिटो कि ढिलो बहिनी भनेको यही साथी भनेको यही हो नि त हाम्रो पुरा प्यारी मेरो त मलाई हेर्नु बोल्दा साथी पर फर्केर हेर्नु साथी पनि छैन सबै पाउन साथी तपाईँको सबै बिगाएको छ नि साथी अनि साथी भनेको पनि दुई भनेको पनि एकछिनमा बाज्ने एकछिनमा दुख्ने हाइमा आउने त्यही विन्डोमा आउने छिटो फेरि हाइमा आउँछ नि त मलाई बाटो छैन है बाजेको छ रिसलाई नि कन्ट्रोल गर्न सक्दैन त्यसले एकदम हाइ मलाई पनि भनेको म त त्यस्तो नि ओके अब छिटो खाऊ है म त भयो साथीहरू भने चाहिँ खान सकिँदैन अब चाहिँ म त धेरै हुन्छ हाल पनि फेरि कच्चा छ नि त भन्न उयो गर्नु हामी चाहिँ सबैजना सबै खाइसक्यौँ आजको हाम्रो मुखबाङ चाहिँ यति नै भयो कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु बाई बाई बाई